वेलकम टु द माई न्यू ब्लग। हाम्रो चाहिँ बदेललाई यसो छेकेर राखेको छ मकैहरू। अहिले चाहिँ हाम्रो पर्म छ, खेत रोपेर चलाउने अरे, त्यही भएर है यस्तो बोकेर हिँडिरहेको छ यार। यस्तो झुलत बोकेर हिँडिरहेको छु, हाम्रै लडेको हो। यस्तो गरेर बारेर राखेको छ कि सबै ठाउँमा मकै खाँदैन भनेर। तर यो छेकेर राखेको बदलले हुन्छ, तर बाँदरले हुँदैन कि, बाँदरले खाइहाल्छ। के गर्नु त, यस्तै हो गाउँले जिन्दगी। टक्क यसो भिरेर हिँडिरहेको छु। यस्तो पुरै बारिसक्यो, बत्ती सत्ती लिएर। तै पनि खाइरहेको छ, भित्रभित्र पसेर खाँदो रहेछ। कुनै अर्को ठाउँबाट आएर एक ठाउँबाट कहाँ आउनु र, अर्को ठाउँबाट नै आइहाल्छु हो। यस्तो खजा बगेर हिँड्दैछ यहाँ।